लगातार 4 वर्षमा कति दिन हुन्छन्? अब चाहिँ टाइम लगाएर टक्कसँग चट्टसँग लेख्नुहोस् त ल सबैजनाले। यसको एन्सर कतिजनाको मिल्छ त्यसपछि मजा आउँछ। आजको क्लास एकदमै बब्बालै मजा आउनेवाला छ। आजको टपिक रहेको छ डेट एन्ड क्यालेन्डरको पार्ट 2। सबैजनाले एन्सर लेखौँ है। एन्सर चाहिँ कसैको पनि छुट्नु भएन, कसैको पनि दोहोरिनु भएन। ल हेरौँ, यसको उत्तर धेरैजनाको गल्ती भयो है त। अधिकांशको गल्ती भयो। अर्जुन बाबु गल्ती छ, जगबीर यादव बी गल्ती छ, बी लेख्नु भएको पनि गल्ती छ, सी लेख्नु भएको पनि गल्ती छ, डी लेख्नु पनि गल्ती छ। यसको सही उत्तर हो ई, बोथ बी एन्ड डी। यो पनि ठिक हुन्छ, यो पनि ठिक हुन्छ। कसरी ठिक हुन्छ हेरौँ है त। लगातार 4 वर्ष भन्ने बित्तिकै लिप इयर त एउटा पर्छ भन्ने दिमागमा तपाईहरुको होला। त्यो त हो नि हैन, तर नपनि पर्न सक्छ। यदि लगातार 4 वर्षमा लिप इयर परिहाल्यो भने 0 1 2 3 चारैबाट गर्ने हो भने पनि तपाईले 3टा वर्ष 365 365 365 र 366 जोड्दाखेरि 5 तिया 15 5 20 1 21 एक यता गयो 6 चौको 24 1 25 एउटा 12 6 दुना 12 24 25 26 6 1 2 3 4 भनेपछि 1461 कतिले निकाल्नु भएको छ। यो ठीक छ है। त्यसैगरी केही वर्षहरू यस्ता पनि हुन्छन् कन्टिन्युअस लिप इयर नहुन सक्छन्। जसले यो भन्नु भएको छ एक किसिमको लागि यदि यो अप्सन मात्र छ भने ठीक हो, होइन भने डी पनि ठीक हुन सक्छ। कुन कन्डिसनमा भन्दाखेरि कहिलेकाहीँ के हुन सक्छ त, जस्तो 97 365 डेज हुन्छ, 98 मा 365 डेज हुन्छ, 99 मा 365 डेज हुन्छ र सुरुको 100 वर्षमा पनि के हुन्छ 365 डेज हुन्छ। 100 200 300 के हुन्छ लिप इयर होइनन् नि यिनीहरू, तर 400 के हो लिप इयर हो। यस्तो केसमा यो पनि ठीक हुन्छ। कन्टिन्यू जहिले पनि नहुन सक्छ 1461 है त। त्यसैले यसको सही उत्तर के हो त, बोथ बी एन्ड डी। एन्सर के भयो त, बोथ बी एन्ड डी। लगातार 4 वर्षमा